सबैजना देशप्रेमी भ्रष्टाचार विरोधी नेपाली आमाका सन्तानहरूलाई म एउटा आम नागरिकको तर्फबाट जय नेपाल। साथीहरू, आजको भिडियो बनाउनु पर्ने खास कारण के छ भन्दाखेरि म केही कारणले गर्दाखेरि आज यातायात कार्यालय गएको थिएँ र त्यहाँको माहौल हेर्दाखेरि साह्रै अस्तव्यस्त लाग्यो। जब हामी यातायात कार्यालयभित्र छिर्यौँ साह्रै भिड थियो। भिड हुनुपर्छ, ठीक हो, किनकि सबैले कर तिर्नुपर्छ, उहाँहरूले आफ्नो नागरिकको जिम्मेवारी निभाउँदै हुनुहुन्थ्यो। तर सरकारले पनि कर्मचारीहरूले पनि सेवाग्राहीप्रतिको जिम्मेवारी निभाउनु पर्छ जस्तो मलाई लाग्दछ। हामी यातायात पुगिसक्दाखेरि यातायातभित्र बसिरहँदाखेरि यातायातभित्र सेवाग्राहीहरूका निम्ति बस्ने सिटहरू थिए, राम्रो हो, साह्रै राम्रो हो। तर त्यहाँ लगाएको एसी चलिरहेको थिएन, पङ्खा चलिरहेको थिएन। किन चलिरहेको थिएन भन्दाखेरि बत्ती गएको रहेछ। बत्ती केवल बाहिर गएको थियो, भित्र गएको थिएन। भित्र त्यहाँको कर्मचारीहरूका निम्ति एसी पनि चलेको थियो, पङ्खा पनि चलेको थियो। सेवाग्राहीलाई पनि त ध्यान दिनुपर्छ जस्तो मलाई लाग्यो। त्यो एउटा समस्या भयो। त्यसमाथि दोस्रो समस्या के देखियो भन्दाखेरि आज शुक्रबारको दिन थियो र 200वटा टोकनहरू लगिसकेपछि त्यहाँको टोकन सेवा पनि बन्द गरियो र नयाँ आउने सेवाग्राहीहरूलाई सोमबार आउनको लागि भनियो। त्यो गलत कुरा हो। सेवाग्राहीहरू आइसकेपछि चाहे 4 बजोस्, चाहे 5 बजोस्, चाहे 7 बजोस्, आइसकेपछि कार्यालयभित्र छिरिसकेपछि उहाँहरूलाई सेवा दिनुपर्छ, टोकन रोक्नु हुँदैन। र तेस्रो कुरा के छ भन्दाखेरि हामीहरू लाइन लागेर बसिरहेका थियौँ र त्यहाँका बिचुलियाहरूले चाहिँ आफूसँग 2टा 3टा 4टा 5वटा फर्महरू लगेर भरिरहेका थिए, दिइरहेका थिए र कर्मचारीहरूले पनि भित्रबाट लगेर सुरु काम गर्दै हुनुहुन्थ्यो र विडम्बना हामीले केवल हेरिरहनु परेको थियो। मैले त्यो सहन सकिनँ र गएर बोल्दाखेरि उल्टै मलाई जवाब फर्काइयो, शान्त हुन भनेर भन्नुभयो। मैले शान्त किन हुने, तपाईँहरू आफ्नो काम ढङ्गले गर्नुहोस् न, तरिकाले गर्नुहोस् भन्दाखेरि उहाँहरू आक्रोशित हुनुभयो। त्यो पनि गलत हो। केवल जनताले मात्र आफ्नो दायित्व पुरा गरेर हुँदैन, सरकारले पनि आफ्नो दायित्व पुरा गर्न जरुरी छ। सरकारी कर्मचारीहरूले पनि आफ्नो दायित्व पुरा गर्न जरुरी छ। सेवाग्राहीहरूलाई मात्र पेल्ने होइन, त्यो कुरा याद गर्नुहोस्, विचार गर्नुहोस् न। सबैजनाले यो कुरालाई एकदम मनमा लिएर अगाडि बढ्नुहोस्। यदि कसैले पनि यस्तो गलत काम गर्छ भने भिडियो बनाउनुहोस्, हाल्नुहोस्, भन्नुहोस्, बोल्नुहोस्। जबसम्म हामी बोल्दैनौँ, जबसम्म हामी लेख्दैनौँ, जबसम्म हामी संसारलाई गलत कुराको छ भनेर देखाउँदैनौँ, तबसम्म संसार परिवर्तन हुँदैन। चाहे जुनसुकै व्यक्तिको सरकार आए तापनि यो पद्धति, यो प्रक्रिया बदलिँदैन। बदल्नका निम्ति हामीले आफूले बदल्न जरुरी छ। हामीले मात्र बदलिँदैन होइन, समाजले बदल्न जरुरी छ। धन्यवाद। जय नेपाल। सबका मालिक एक। राधे राधे। भ्रष्टाचार केवल पैसाको मात्र हुँदैन। भ्रष्टाचार जब लाइन मिचिन्छ त्यो पनि भ्रष्टाचार हो। त्यो कुरा पनि विचार गर्नु जरुरी छ। भिडियो हजुरहरू हेर्नु होला, आफै बुझ्नु होला। त्यहाँ केही समयपछि टोकनका निम्ति भनेर मात्र लाइन थियो, यति ठुलो लाइन थियो टोकनका निम्ति भनेर मात्र। तर 200 जना मान्छे पुगिसक्यो भनेर टोकन सेवा बन्द गरियो। अरू कुराहरू सबैलाई थाहा छ, सबैले बुझ्नु भएको छ। यदि भ्रष्टाचार कम गर्न चाहनुहुन्छ भने पहिलो कुरा अनलाइन सेवा पनि गर्न जरुरी छ। यातायात कार्यालय नै पुग्नुपर्छ भन्ने छैन। त्यहाँ तपाईँको यातायात कार्यालय जाँदाखेरि पनि कति झन्झट छ। 1 2 3 4 5 6 7 ठाउँमा गएर हामीले दिनभरि लाग्नुपर्छ। सेवाग्राही सेवा दिनुहोस् न, सेवाग्राहीलाई पनि खुसी पार्नुहोस् न। कर तिरिरहेको छ, त्यो ध्यान दिनु पर्यो। धन्यवाद। टाटा बाई बाई। अरू कुरा अर्को भिडियो